हेलो, गुड मर्निङ। कस्तो हुनुहुन्छ तपाईँहरू? अनि म पनि यहाँ ठिकै छु। आज हामी पर के भन्छ भगतमा सघाउन जानु भनेर चाहिँ रेडी भएर बसिरहेको नि। अन्त हेर्नु नि दुईवटा ज्याकेट लगाएर बसिरहेको छ। कता अघि रेडी भएर बसेको मान्छे आउँदैन हो। अन्त मान्छे आउँदैन पल्लोपट्टि गएको थिएँ एकछिन दिदीहरूकोमा, खोइ रेडी भयो तपाईँहरू भनेर हेर्नु सोचेदेखिमा अन्त ठ्याक्कै हेर्नु उनीहरू सबै कुर्ता लगाइरहेको रहेछ कि। अन्त म चाहिँ अब के गरौँ, मलाई पनि अब अप्ठ्यारो लाग्यो त। सबैजनाले कुर्ता लाउँछ अरे भनेको सुनेको थिएँ नि त। अन्त के गरौँ भने कुदेर आएर चेन्ज गरिकन लुगा हो, फेरि कुर्ता लगाइकन सबैले त लाग्छ। अन्त हेर्नु नि म पनि अन्त कुर्ता लगाइकन नहेरिकन जे भेट्यो त्यही ल्याएको, धन्न राम्रै भेट्यो कि। त सबैजना हामी साथीहरू भिडियो पनि अब त्यो ब्लगर आयो भने जिस्काउँदै थियो यताउता। ठ्याक्क भिडियो बनाउँदै गर्दा उयोहरू पनि आउँदो रहेछ, जानु आँटेछ हो पूजामा सबै जाने त। अन्त ल म चाहिँ पर्खी माथि गएर भिडियो बनाउँछु, तिमीहरू आएको भने उनीहरू चाहिँ मलाई जिस्काउँदै थियो नि त। त्यहाँ त चाहिँ गर भन्दै किन आएर चाहिँ पूजामा काम सघाइकन आएर आलुसालु उसिन्यो अरे, तास काटकुट गऱ्यो। काम गरेको त भिडियो देखाउँ भनेको त सकिनँ नि त, किनभने सबैजना काम बनाएको म भिडियो बनायो फेरि मान्छेहरू अप्ठ्यारो हुन्छ नि त। यहाँ चाहिँ फोटोसुट हुँदै थियो नि त। सबैजना आफ्नो आफ्नो फोटो खिचाइ हुँदै थियो। पोज त आउँदैन कसरी खिच्नु भन्ने जिस्काउँदै थियो नि त। अन्त त्यहाँको चिया खाने टाइम आयो। चिया खाइकन एकछिन भएर फेरि पुरी बेल्न आयो नि त। पुरी म त बेल्नु परेन, म चाहिँ रोटी उठाएको नि त। पर पुगेर म चाहिँ पर रोटीहरू राख्दै थिएँ नि त। यहाँ थाप्यो पुरी उता राख्यो पूजाको लागि त्यही हो नि त। अन्त फेरि त्यहाँको रोटी पाल पारेर चाहिँ पूजा गरिकन पूजै त भन्ने आइसक्यो है। त्यहाँदेखि चाहिँ सुक्खा रोटी पनि पोल्नु पऱ्यो नि त। अचानक बाहिर निस्किँदा त आमाम छट्टै ग्यास भएर त झन्डै मरेन। बेलुका घर आउँदासम्म पनि ग्यास भइरहेको थियो, भुँडी दुखेर। त्यहाँ चाहिँ अब अलिअलि खानाहरू दियो बारीचुरी गरिकन। त मेरो पनि यस्तो छ खाना के भन्छ चाना आलुहरू थियो नि त। खानासाना खाइपिई गरेर चाहिँ भाँडा धुने हेर्नु नि पानी सुकेर कता बिजोग भएको थियो भाँडा धुनेमा पनि। सबैजना मिलेर अलिअलि धोएको नि त। मैले त धुइनँ, म चाहिँ यहाँ त गरेँ के भन्छ त्यसलाई उसारेँ सनक्क मिलाएँ। अन्त के भन्नु त्यति नै हो। कस्तो लाग्छ के लाग्छ हेरेर मेरो भिडियो लाइक सेयर सब्सक्राइब गरिदिँदा बिर्सनुहोस् होला। थ्याङ्क यू, बाइ बाइ।